गोसारा हुलाक कार्यालय हुलाक सेवा विभाग अन्तर्गतको प्रमुख कार्यालय हो। हुलाकबाट प्रदान गरिने सबै सेवाहरू एउटै हुलाकबाट उपलब्ध गराउने र नेपालबाट विश्वका विभिन्न देशमा हुलाक वस्तुको आदान प्रदान गर्नको लागि गोसारा हुलाक कार्यालयको स्थापना भएको हो। गोसारा हुलाक कार्यालय नेपालको एकमात्र डाक विनिमय केन्द्र हो। विश्व हुलाक सङ्घको सदस्यता लिई विक्रम सम्वत 2016मा वैदेशिक डाक आदान प्रदान हुन थालेपछि यस कार्यालयको भूमिका अझ बृहत भएको छ। नेपालमा गोसारा हुलाक कार्यालय हुलाक सेवा सम्पादन गर्ने प्रमुख कार्यालयको रूपमा रहिरहेको सन्दर्भमा खास गरी वार्षिक रूपमा हामी 15 लाख चान्चुन चाहिँ विभिन्न EMS पार्सल लेटर विभिन्न हुलाक वस्तुहरू आयात हुने गर्छ हाम्रोमा भने 18 लाख चान्चुन चाहिँ हामीले निर्यात गरिरहेको चाहिँ अवस्था छ। अन्तर्राष्ट्रिय स्तरमा वैदेशिक रोजगारीको माग बढ्दै गएसँगै हाम्रा नेपाली नागरिकहरू विभिन्न देशमा जानुभएको छ र उहाँहरूलाई नेपालमा रहेको परिवारसँग जोड्ने एउटा महत्त्वपूर्ण सरकारी कार्यालयको रूपमा चाहिँ हामी गोसारा हुलाक कार्यालय रहेको छ। गोसारा हुलाक कार्यालयले नेपाल सरकार तथा विश्व हुलाक सङ्घद्वारा पारित ऐन, नियम, नीति, निर्देशन बमोजिम आन्तरिक तथा वैदेशिक रूपमा नागरिकलाई विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ। यो गोसारा हुलाक कार्यालय खास गरी हाम्रो हुलाक सेवा चाहिँ नेपालको पुराना सरकारी सेवा मध्येको एउटा सेवा हो। यो 1935मा हुलाकको चाहिँ स्थापना भएको भनेर डकुमेन्टहरूमा देखिन्छ र गोसारा हुलाक कार्यालय चाहिँ वास्तवमा यो बागमती प्रदेशको क्षेत्रीय हुलाक निर्देशनालयको रूपमा पनि कार्यरत छ। यो गोसारा हुलाक कार्यालय अन्तर्गत 12वटा जिल्ला हुलाक कार्यालय पनि यो गोसारा हुलाक कार्यालय अन्तर्गत पर्दछन्। नेपालमा विक्रम सम्वत 1935मा हुलाक घरको स्थापना भएपछि हुलाक सेवाको प्रारम्भ भएको हो। नेपालले सन् 1956मा युनिभर्सल पोस्टल युनियन UPU को सदस्यता प्राप्त गरेको हो। सन् 1982मा एसिया पेसिफिक पोस्टल युनियन APPU को सदस्यता मार्फत नेपाल हुलाकले अन्तर्राष्ट्रिय स्तरको डाक सेवामा आफ्नो पहुँच विस्तार गरेको हो। गोसारा हुलाकको दर्ता वितरण शाखामा दर्ता र वितरणतर्फका कार्यहरू हुन्छन्। दर्ताको लागि काउन्टरबाट चिठी पत्रहरू दर्ता गर्ने, 2 केजीसम्मका हुलाक वस्तुहरू दर्ता गर्ने, EMS वस्तुहरू दर्ता गर्ने, बुक पोस्टहरू दर्ता गर्ने, न्युज पेपरहरू पठाउने जस्ता कार्यहरू हुन्छन्। यसका साथसाथै पछिल्ला दिनहरूमा सेम डे डेलिभरीका पत्रहरू पनि दर्ता हुने गरेका छन्। अर्थात् 24 घण्टाभित्र त्यही दिन पुग्ने गरी हुलाक वस्तुहरू दर्ता हुन्छन् र वितरणको लागि काठमाडौँ महानगरपालिकाभित्र वितरणको कार्य यस कार्यालयबाट हुन्छ। नेपालमा विक्रम सम्वत 2016 देखि वैदेशिक डाक आदान प्रदान हुन थालेको हो भने गोसारा हुलाकले विक्रम सम्वत 2073 सालदेखि आन्तरिक ट्र्याकिङ प्रणाली पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम PITS सञ्चालनमा ल्याएको हो। सामान्य रूपमा उपलब्ध भएको स्रोत साधनमै रहेर हामीले चाहिँ सेवाग्राहीको र कार्यालयको इन्टरफेस चाहिँ स्मुथ होस् भन्ने हिसाबले हामीले अहिले QR कोड स्क्यान गरेर फिडब्याकहरू लिन मिल्ने दिन मिल्ने, हामी त्यो इन्टरफेसमा काम गर्न मिल्ने, फोन म्यासेज SMSहरू भनेको सोसल मिडिया मार्फत पनि प्राप्त भएका फिडब्याकहरूलाई हामीले रिप्लाई गर्ने र त्यसलाई समावेश गर्दै एउटा निरन्तर सुधारको विधि अवलम्बन गर्ने गरी अगाडि बढिरहेका छौँ। अहिले गोसारा हुलाक कार्यालय मार्फत 27 देशमा एक्सप्रेस मेल सर्भिस र 37 देशमा पार्सल लेटर सर्भिस वैदेशिक डाक निकासी हुने गरेको छ। यस गोसारा हुलाक कार्यालयबाट प्रवाह हुने सेवाहरूमध्येको चाहिँ प्रिमियम सेवाको रूपमा चाहिँ यस EMS सेवालाई लिइन्छ। किनभने यो नामैमा पनि अब द्रुत डाक सेवा भनिन्छ। यो भनेको छिटो, छरितो, सुलभ, सरल तरिकाले चाहिँ सेवाग्राहीलाई सुविधा दिने खालको सेवा रहेको छ। यस EMS शाखा मार्फत चाहिँ विदेशबाट आएका सामानलाई सेवाग्राहीसम्म पुर्याउने र नेपालबाट वैदेशिक रूपमा सामानहरू पठाउनका लागि विदेशमा पुर्याउने कार्य गर्दछ। हाल यस शाखाबाट यस EMS सेवा मार्फत चाहिँ 27 वटा राष्ट्रमा सेवा प्रवाह भइरहेको अवस्था छ
त्यसै गरिकन आन्तरिक इएमएसको पनि हामीसँग सेवा छ र आन्तरिकसँग चाहिँ हाल 45वटा जिल्लामा चाहिँ इएमएसले सेवा दिने गरेको छ। नेपालमा चाहिँ इएमएस कोअपरेटिभ अन्तर्गत विश्वमा करिब 175 राष्ट्रहरू आबद्ध छन्। त्योमध्ये हामी पनि एक राष्ट्र भएको नाताले यो सेवा सञ्चालनमा रहेको छ। 2046 सालदेखि नेपालमा इएमएस सेवा वैदेशिक इएमएस सेवा सञ्चालनमा रहेको छ र हामीले चाहिँ विश्वस्तरीय सफ्टवेयरहरू जुन युपियूबाट निर्माण गरिएका डेभलप गरिएका सफ्टवेयरहरू जस्तै IPS.post, IKEA.post, CDS.post लगायतका सफ्टवेयरहरू हामीले सञ्चालनमा ल्याएका छौँ र यी सफ्टवेयरहरू विशेष गरी IPS.post सफ्टवेयर मार्फत हामीले हुलाक वस्तुको दर्तादेखि वितरणसम्मका जानकारीहरू हरेक इभेन्टहरूलाई स्क्यानिङ गरेर त्यसको रियल टाइम इन्फर्मेसन चाहिँ हामीले निकाल्छौँ भने त्यस्तै गरी ग्रिभेन्स ह्यान्डलिङको लागि र विशेष गरी सेवाग्राहीहरूको गुनासो व्यवस्थापन गर्नको लागि चाहिँ हामीले iCare सिस्टमलाई प्रयोगमा ल्याएका छौँ। हामीले विश्वका धेरै मुलुकहरूबाट आएका ब्यागहरू गोसरा हुलाक कार्यालयमा पठाउँछौँ र गोसरा हुलाकबाट कार्यालयबाट प्राप्त भएका विभिन्न मुलुक जाने इएमएस मेल पार्सल ब्यागहरू हामीले त्यसतर्फ पठाउँछौँ। हाम्रो मेल युनिटले त्यो काम गर्छ। त्यसभन्दा बाहेक हामीले यहाँ डोमेस्टिकमा पनि 44-45वटा जिल्लाहरूमा इएमएस र 5-6वटा जिल्लाहरूमा चाहिँ मेलको काम पनि गर्छौँ। अब सिङ्गापुर एयरलाइन्स, नेपाल एयरलाइन्स र कतार एयरलाइन्स मार्फत अहिले हाम्रो डाक ढुवानीको कामहरू भइरहेको छ। स्मुथली रूपमा जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका सम्पूर्ण देशहरूमा 6-7 दिनको भित्रमा डाकहरू पुगिरहेको अवस्था छ र आइरहेको अवस्था पनि छ। नेपालको हुलाक सेवाले अहिले अलिकति फड्को मारेको जस्तो देखिन्छ। हामी यहाँ 7-8 जनाको कर्मचारीहरूको सङ्ख्यामा कार्यरत छौँ, जसमा चाहिँ हामीले चुस्त दुरुस्त गरेर आफ्नो कार्य गर्नलाई गोसरा हुलाक कार्यालयका हाम्रा सम्मानित चिफ साहबले हामीलाई अपूर्ण सहयोग गरी हामीलाई कार्य गर्नलाई सहयोग गरिदिनु भएको छ। त्यस्तै हुलाक सेवा विभागका डिजी साहबले पनि हामीलाई यो एक्सप्रेस वे बनाउने भनेर यसपालि एराइभलमा हाम्रो 2082 को लास्ट यो असार मसान्तमा हाम्रो अफिस एराइभलमा थिएन। अहिले एराइभलमा अहिले हाम्रो डिजी साहब र चिफ साहब मिलेर हाम्रो अफिस खडा पनि गरिदिनु भएको छ। हामीहरूलाई काम गर्नलाई एकदम सजिलो छ। गोसरा हुलाक कार्यालयले वैदेशिक हुलाक अफिस अफ एक्सचेन्जका रूपमा पनि अन्तर्राष्ट्रिय चिठीपत्र, पुलिन्दा, द्रुत डाक सङ्कलन, ओसार पसार र वितरण गर्दै आएको छ। गोसरा हुलाक कार्यालयले अफिस अफ एक्सचेन्जको रूपमा पनि काम गरिरहेको अवस्था छ। वास्तवमा यसले वैदेशिक हुलाक वस्तुहरूको चाहिँ विनिमय केन्द्रको रूपमा पनि काम गरिरहेको अवस्था छ। यस कार्यालयमा हाल 296 जना चाहिँ जनशक्तिको चाहिँ दरबन्दी रहेको अवस्था छ। हामीले खास गरी 3वटा सेवा, लेटरको सेवा, पार्सलको सेवा र इएमएसको सेवा चाहिँ दिँदै आइरहेको अवस्था छ भने वास्तवमा अन्य सेवाहरू पनि घुम्ती सेवा जस्ता सेवाहरू पनि अहिले गोसरा हुलाक कार्यालयमा चाहिँ सञ्चालनमा रहिरहेको अवस्था छ। गोसरा हुलाक कार्यालयले बागमती प्रदेशको हुलाक निर्देशनालयका रूपमा पनि कार्य गर्दै आएको छ। यस अन्तर्गत बागमती प्रदेशमा 12वटा जिल्ला हुलाक कार्यालय रहेका छन्। गोसरा हुलाक कार्यालय समग्र देशको बागमती प्रदेश निर्देशनालय, जिल्ला हुलाक कार्यालय र उपत्यका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको डाक ढुवानी व्यवस्थापन गर्दै आएको छ। त्यसैभरिको डाक ढुवानीको लागि हाम्रो गोसरा हुलाक कार्यालयको 2टा ठुला टडकहरू प्रत्येक मङ्गलबार, बिहिबार र शनिबार गोसरा हुलाक कार्यालयबाट डाकहरू लिएर नुवाकोटको लागि धादिङको गल्छी इलाका हुलाक कार्यालयमा छोड्दै धादिङ जिल्ला हुलाक कार्यालयको लागि धादिङ जिल्ला हुलाक कार्यालयमा पुऱ्याएर त्यसबाट गाडी फेरि अगाडि बढ्छ। त्यसै जाँदै गर्दा उहाँ गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण डाकहरू हामीले मुगलिन, धादिङको मुगलिनमा इलाका हुलाक कार्यालयमा छोड्छौँ र त्यहाँदेखि उता बागमती प्रदेश निर्देशनालय आएर मुगलिनबाट आफ्नो डाक उता लिएर जानु, रिसिभ गरेर लिएर जानुहुन्छ भने उताको डाक ल्याएर त्यहाँ छोडिदिनुहुन्छ। अनि गोसरा हुलाकबाट गएको गाडी जिल्ला हुलाक कार्यालय चितवनसम्म जान्छन्। जिल्ला हुलाक चितवनबाट देशैभरिका डाकहरू जिल्ला हुलाक चितवन कार्यालयले 2-3वटा ठुला टडकहरूबाट पूर्व र पश्चिम महेन्द्र राजमार्ग भएर डाक आदान प्रदान गर्ने काम गरिरहेको छ। यसै गरी यस कार्यालयले जिल्ला हुलाक कार्यालय काठमाडौँ तथा काठमाडौँ महानगरपालिका हुलाक कार्यालयको रूपमा पनि कार्य गर्दै आएको छ। हाम्रो यो पोस्ट बक्स तथा आर्थिक प्रशासन शाखाले चाहिँ व्यक्तिहरूलाई पोस्ट बक्स नम्बर प्रदान गर्दछ र उनीहरूको पोस्ट बक्स ठेगानामा आएका हुलाक वस्तुहरूलाई
पोस्ट बक्समा राखिदिने र त्यसको सूचना दिने र सँगसँगै पोस्ट बक्स लिने सेवाग्राहीहरूको वार्षिक रूपमा सफ्टवेयरबाट चाहिँ पोस्ट बक्स नवीकरण गर्ने र त्यसपछि नयाँ पोस्ट बक्स लिन चाहनेहरूलाई पोस्ट बक्स वितरण गर्ने कार्य गर्दछ र चाहिँ राजस्व पनि असुली गरेर चाहिँ ब्याङ्क खातामा दाखिला गर्ने र त्यसको हिसाब किताब राख्नेसम्मको काम गर्छ। यस शाखामा चाहिँ करिब तपाईँको 19,000 पोस्ट बक्स क्यापासिटी रहेको छ। तर चाहिँ हुलाक प्रयोगकर्ता हुलाकको चाहिँ महत्त्व घट्दै जाँदाखेरि यसको चाहिँ नि प्रयोगकर्ता घटेर अहिले करिब 4500को सङ्ख्यामा मात्रै चलेको अवस्थामा राजस्व सङ्कलनमा पनि ठुलो गिरावट आएको छ। अब अहिलेको अवस्थामा सहरी जनसङ्ख्या बढ्दै जाँदा सहर अव्यवस्थित भएको अवस्थामा पोस्ट बक्सको प्रयोगलाई बढाएर यसलाई व्यवस्थित गर्न सकेको खण्डमा राजस्व पनि सङ्कलन हुने र सँगसँगै सेवाग्राहीहरूले यस्तो अस्तव्यस्त सहरमा आफ्नो हुलाक वस्तुहरू समयमै र सुरक्षित तरिकाले पाउन सक्ने एउटा सम्भावना हुँदाहुँदै पनि अलिकति सबै पक्षको यसप्रति ध्यान नगएको खण्डमा यो चाहिँ नगएको हुँदा यो चाहिँ तपाईँको राजस्व सङ्कलन पनि घटेको छ र प्रयोगकर्ताहरू पनि घट्नुभएको छ। टिकट बिक्रीबाट हाम्रो चाहिँ 4,79,999 रहेछ। अनि हाम्रो हुलाक वस्तुको आम्दानी बारकोड EMS पार्सल लेटर्स आदिबाट चाहिँ 26,61,41,340.54 रुपियाँ भएको छ र अन्य थोरै छ 3,61,958 गरेर 31,44,19,297 चाहिँ हाम्रो 81-82मा राजस्व सङ्कलन भएको छ हाम्रो गोसरा हुलाक कार्यको हुलाक वस्तुको तर्फबाट। यस कार्यालय अन्तर्गत काठमाडौँ जिल्लाको 7 स्थानमा हुलाक काउन्टर, 10 स्थानमा पालिका हुलाक र सो अन्तर्गत 42 स्थानमा अतिरिक्त हुलाक रहेका छन्। यस घुम्ती शाखाले उपत्यकाको 3 जिल्लाहरू काठमाडौँ, भक्तपुर र ललितपुरमा गएर डाक पुर्याउने, चिठीहरू पुर्याउने र सम्बन्धित सम्झौता भएका कार्यालयहरूबाट चिठी सङ्कलन गरेर लिएर आउने कार्यहरू गर्दछ। हाम्रो सम्झौता भएका कार्यालयहरू चाहिँ खास गरेर अहिलेसम्म चाहिँ 52वटा छन्। यस सम्झौता भएका कार्यालयहरूमा चाहिँ प्रायः जस्तो सरकारी कार्यालयहरू नै छन्। अहिलेसम्म सम्झौता भएका लगायत सम्झौता भएका कार्यालयहरू र नभएका कार्यालयहरूसँग पनि हाम्रो घुम्ती सेवा चाहिँ प्रदान गरिन्छ। घोसरा हुलाक कार्यालयले पोस्ट बक्स सेवा सञ्चालन, डाक व्यवस्थापन, आन्तरिक द्रुत हवाई सेवा, काठमाडौँ उपत्यकाभित्र काठमाडौँ, भक्तपुर र ललितपुर घुम्ती सेवा सञ्चालन एवं गुनासो व्यवस्थापनको जिम्मेवारी वहन गर्दै आएको छ। हाम्रो डाक शाखामा मूलभूत रूपमा डाकहरूको चाहिँ आदान प्रदानै हुन्छ। यो मेन गोसरा हुलाक कार्यालयको चाहिँ यो मुटु हो। यहाँ विशेष गरी हाम्रो चाहिँ स्वदेश तथा विदेशबाट आउने डाकहरू प्राप्त हुन्छन्। डाकहरू भनेको थैला हुन्छ। त्यो थैला आइसकेपछि हाम्रा यहाँभित्रका फाँटहरूमा आइपुग्छन्। फाँटहरूमा आएपछि तिनीहरूको सबभन्दा पहिलो काम त्यो डाक प्राप्त गरिसकेपछि त्यसको रुजु गर्ने काम हुन्छ। रुजु गरिसकेपछि त्यसपछि आएर त्यो डाक सम्बन्धित फाँटहरूमा ल्याइन्छ। त्यो मेल एजेन्सीमा प्राप्त हुन्छ। आउँदाखेरि मेल एजेन्सीबाट सम्बन्धित फाँटमा आउँछ, आन्तरिक रजिस्ट्री फाँटमा आउँछ। आन्तरिक डाकहरू छन् भने, विदेशका डाकहरू रजिस्ट्री छन् भने वैदेशिक रजिस्ट्री फाँटमा आउँछ। अब यहाँ आइसकेपछि ब्यागहरू रुजु हुन्छ। रुजु गरिसकेपछि ती ब्यागहरू सुरक्षित तौरले आएका छैनन् भने सिस्टममै हामीले IPS.post भन्ने विदेशी डाकको हुलाक वस्तुको लागि हामीले IPS.post भन्ने सफ्टवेयर प्रयोग गर्छौँ। त्यो सफ्टवेयर प्रयोग गर्दाखेरि हामी त्यसलाई चाहिँ ट्र्याकिङ नम्बर अनुसार चाहिँ हामीले चाहिँ रिसिभ गर्छौँ। रिसिभ गरिसकेपछि कुनै डाकहरू च्यातिएको अथवा कुनै त्यो किसिमको हुलाक वस्तु त्यो अवस्था पायो भने हामी तुरुन्त त्यसको इरर नोट उठाउँछौँ र सम्बन्धित सिस्टमबाट नै हामी सम्बन्धित त्यसलाई चाहिँ पठाउँछौँ। त्यसो गरिसकेपछि अब ती डाकहरू सबै इन्ट्री गरिसकेपछि हामी त्यो डाकहरूलाई चाहिँ हुलाक वस्तुलाई चाहिँ हामी सर्टिङ गर्छौँ। अनि सर्टिङ गरिसकेपछि तिनीहरूलाई फेरि हामी चाहिँ के गर्छौँ भन्दाखेरि रजिस्ट्री चिठीहरूको एउटा डाक थैला छुट्टै बनाउँछौँ। अनि अर्डिनेरीहरूको थैला चाहिँ छुट्टै हुन्छ। त्यो भएको हुनाले तिनीहरूलाई फेरि बाँध्नको लागि चाहिँ हामी चाहिँ सर्टिङ गरेर आइसकेकाहरूलाई बाँध्छौँ। बाँधिसकेपछि हामी मेल ब्याग बनाएर फेरि हामी कहाँ पठाउँछौँ भन्दाखेरि यो त्यसपछि तल चाहिँ मेल एजेन्सीमा पठाउँछौँ। अहिले गोसरा हुलाक कार्यालयले आन्तरिक ट्र्याकिङ, अन्तर्राष्ट्रिय ट्र्याकिङ, द्रुत डाक सेवा EMS, पोस्ट बक्स, पार्सल, दर्ता वितरण, अनुसन्धान तथा अनुगमन, पत्रिका नवीकरण, टिकट सेवा,
SMS सेवा र घुम्ती सेवा प्रदान गर्दै आएको छ। चिठी पत्र अनि सामानहरूको चाहिँ अब टेलिफोन मार्फत, इमेल मार्फत, त्यसपछि फेसबुक मार्फत पनि इन्क्वायरी हुन्छ। त्यो चाहिँ हामीले त्यसको जवाफ दिन्छौँ। हाम्रो यो शाखा अन्तर्गत कल सेन्टर भन्ने छ तल, त्यसले पनि डोमेस्टिक ट्र्याकिङहरू गर्छ। अब चिठी पत्रहरू टाइममा पुगेन, सेवाग्राहीहरूले इन्क्वायरी गर्नुभयो भने त्यसको चाहिँ हामीले ट्र्याकिङ नम्बरहरू हेरिदिने, केही अवस्था छ त्यो बताइदिने र हामीले यो शाखाले चाहिँ अब इन्टरनेसनल उसको हकमा चाहिँ सामानहरू चाहिँ सेवाग्राहीहरूले सामान पठाएको सामान 30 दिनभित्र पुगेन विदेशमा भने चाहिँ 30 दिन पछाडि उहाँहरूले चाहिँ टेलिफोन मार्फत पनि स्वयं उपस्थित भएर पनि यहाँ चाहिँ इन्क्वायरी गर्नुहुन्छ। त्यसपछि हामीले ट्र्याकिङ नम्बर हेरिदिन्छौँ र त्यो सामान उहाँहरूले चाहिँ अब त्यसको प्रुफ अफ डेलिभरी माग्नुभयो भने हामीले चाहिँ एउटा त्यो इन्क्वायरी फर्म भरेर हामीले त्यो चाहिँ CN08 भरेर पठाउँछौँ त्यहाँ विदेशमा। अनि त्यहाँको पोस्टल अफिसले चाहिँ अब त्यहाँको के छ अवस्था त्यो उसले चाहिँ रिप्लाई पठाएपछि यदि सामान ड्यामेज भएको छ, सामान पुगेन, त्यहाँको पोस्टल अफिसले चाहिँ हामी कम्पेन्सेसन तिर्न तयार छौँ भनेर उनीहरूले चाहिँ त्यसको रिप्लाई पठाए CN08 को भने हामीले त्यसको आधारमा चाहिँ विश्व हुलाक सङ्घ छ त्यसको नियमअनुसार चाहिँ हामीले त्यसको क्षतिपूर्ति सम्बन्धित सेवाग्राहीलाई दिनलाई चाहिँ विभागमा लेखेर पठाउँछौँ। हुलाक सेवाहरू सबैका लागि उपलब्ध छन् भनी सुनिश्चित गर्दै विश्वव्यापी पहुँच बनाउनु गोसवारा हुलाक कार्यालय दिल्ली बजारको लक्ष्य हो। यस्तै भरपर्दो र समयमै मेल डेलिभरी सेवा प्रदान गर्नु, गुणस्तरीय सेवा मार्फत ग्राहकहरूको आवश्यकता सम्बोधन गर्नु र सेवा दक्षता सुधार गर्न नवीनतम प्रविधिहरू प्रयोग गर्नु गोसरा हुलाक कार्यालयको लक्ष्यहरू हुन्। हाम्रो यो गोसरा हुलाक कार्यालयमा विभिन्न डोमेस्टिक तथा इन्टरनेसनल सफ्टवेयरहरूको युज भइरहेको छ। पहिलाको समयमा हेर्दाखेरि यो चाहिँ म्यानुअली एक्टिभिटिजहरू चाहिँ गर्दै आइरहेको हामीले सुनेका थियौँ। त्यसपछि चाहिँ यो एकैचोटि चाहिँ डिजिटलमा सफ्टवेयरहरूको युज हुँदै आएको, त्यसमा चाहिँ हामीले देशभरि नै हेर्दै आएको चाहिँ पिड्स पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम जुन चाहिँ हामी देशभरि नै सर्भिसहरू प्रोभाइड गरेर आएको छौँ। त्यस्तै यसमा अरू इन्टरनल सफ्टवेयरहरूमा EMS बिलिङहरू भयो, त्यस्तै गरेर पोस्ट वर्क सिस्टम, अनि हाम्रो एयरपोर्टमा पनि हाम्रो एयरपोर्ट सिस्टम छ। त्यस्तै गरेर मेल एजेन्सीको सिस्टमहरू चाहिँ GPOमै ह्यान्डल गर्दै आइरहेको छौँ। हाम्रो सर्भरहरू पनि जेनरल पोस्ट अफिसमै लोकेटेड छ। त्यस्तै गरेर हामीले चाहिँ UPO स्ट्यान्डर्ड अन्तर्गतको UPOको सफ्टवेयरहरू पनि यहाँ युजमा आएको छ। IPS.post, CDS.post अनि इन्क्वायरीको लागि QCSS, GCSS, iCare जस्तो सफ्टवेयरहरू चाहिँ युज भइरहेको छ। पार्सल शाखाले चाहिँ 2 केजी वा 2 केजीभन्दा बढी तौलको आन्तरिक तथा वैदेशिक पार्सलहरू आयात तथा निर्यात गर्ने काम गर्दछ। यो शाखामा इनबाउन्ड र आउटबाउन्ड गरी 2वटा उपशाखाहरू रहेका छन्। इनबाउन्डले चाहिँ आन्तरिक पुलिन्दाहरू स्वदेशभित्र आयात तथा निर्यात गर्ने काम गर्दछ भने इनबाउन्डले अर्को पनि काम गर्दछ। विदेशबाट आएको पुलिन्दाहरू पार्सलहरू IPS.post मा इन्ट्री गर्ने र सम्बन्धित प्रापकलाई चाहिँ पार्सल सम्बन्धी जानकारी चाहिँ दिनुहुन्छ, सूचना दिनुहुन्छ। त्यसो तपाईँको पार्सल विदेशबाट आएको छ, बुझ्न आउनुहोस् भनेर। अनि प्रापक आएपछि वा प्रापक वा निजको प्रतिनिधि आएपछि उहाँलाई चाहिँ त्यो पार्सल जुन हुन्छ त्यो चाहिँ वितरण गर्नुहुन्छ। आउटबाउन्ड शाखाले चाहिँ सेवाग्राहीहरूबाट हुलाक वस्तुहरू पार्सल चाहिँ बुझ्ने गर्नुहुन्छ। अनि त्यो बुझेर चाहिँ IPS.post र CDS मा चाहिँ विभिन्न इभेन्टहरू इन्ट्री गरेर कुन कन्ट्रीको लागि हो सम्बन्धित डेस्टिनेसन कन्ट्रीमा चाहिँ डिस्प्याच गर्नुहुन्छ। प्रभावकारी सञ्चार र वाणिज्य मार्फत समुदायहरूभित्र विश्वव्यापी रूपमा जडानहरू बढाउँदै जाने, वातावरण मैत्री अभ्यासहरूमा प्रतिबद्ध रहने र कार्यहरूको कार्बन फुटप्रिन्ट कम गर्ने, बजार आवश्यकताहरू र ग्राहक प्राथमिकताहरू सम्बोधन गर्न डिजिटल समाधानहरू एकीकृत गर्दै विकास गर्ने र मेल र संवेदनशील जानकारी ह्यान्डल गर्न उच्च स्तरको सुरक्षा र विश्वास कायम राख्ने गोसरा हुलाक कार्यालयको दृष्टि हो।